सबैले भन्ने गर्नुहुन्छ रुन हुन्न भनेर। मलाई थाहा छैन रुन हुन्छ या हुन्न, तर आँखाको पानीले गालाको महल सफा गर्न किन हुन्न? आँखाको पानीले गालाको महल सफा गर्न किन हुन्न? जीवन भनेको दुःख अनि सुखको सङ्गम हो। कहिलेकाहीँ यो मन यति धेरै खुसी भइदिन्छ, खित्का छाडी छाडी हाँस्न मन लाग्छ। आहा, यो संसारकै सबैभन्दा भाग्यमानी व्यक्ति मनै हो कि क्या हो भनेर आफ्नो मन आफैसँग फुरुङ्ग भइदिन्छ। र कहिलेकाहीँ यो मन चारैतिरबाट चिन्ताले ग्रसित भएर यति धेरै भारी महसुस हुने गर्छ। कहीँ एकान्त ठाउँमा गएर डाको छाडी छाडी रुन मन लाग्छ अनि गुनगुनाउन मन लाग्छ। आफ्नै जिन्दगी आफैलाई भारी भारी भएको छ। आफ्नै जिन्दगी आफैलाई भारी भारी भएको छ। जसरी पनि जीवन जिउनु त छ, यति मूल्यवान जीवन मैले त्यसै पाएको त होइन भन्दै आफ्नो मन आफै बुझाउँछु अनि मुस्कुराउँछु। फेरि एकैछिनमा त्यो मुस्कान कहाँ विलीन भएर हराउँछ, कुनै पत्तोसम्म पाउँदिन म। कति सजिलै प्रश्न गरिदिनुहुन्छ मान्छेहरू, आहा कति आनन्दको छ, कति गजबको छ है तेरो जिन्दगी भनेर। म आफै कसरी प्रश्न पारूँ तपाईँलाई, म आफै लथालिङ्ग छु भनेर। अभावहरू टाल्दा टाल्दै रहरका ढोकाहरू बन्द भएका छन्, कहिल्यै नखुल्ने गरी, कहिल्यै नखुल्ने गरी। मुटु गाठो पारी